यदि तपाईँले यो खेल हेर्नुभएको छैन भने तपाईँले केवल एउटा खेल होइन, एउटा अविस्मरणीय कथा छुटाउनु भएको छ। हिजो भएको अर्जेन्टिना भर्सेस इजिप्टको खेलमा विश्वकप महासङ्ग्राममा अर्जेन्टिनाले इजिप्टलाई 3-2 गोल अन्तरले पराजित गरेको छ। यससँगै इजिप्ट यो विश्वकप महासङ्ग्रामबाट बाहिरिसकेको छ। इजिप्टले देखाएको जुन त्यो सङ्घर्ष छ, त्यो अदम्य साहस छ, जुन त्यो धैर्य छ, त्यो धेरै समयसँग टिक्न सकेन। इजिप्टका लागि इब्राहिमले 15औं मिनेटमा र त्यसैगरी जिकोले 67औं मिनेटमा गोल गर्दै 2-0 गोलको अन्तरले अगाडि बढिरहेको थियो र त्यो समय धेरै टिक्न नसकेको अवस्थाले गर्दा अर्जेन्टिनासँग हार बेहोर्नु पर्यो। अर्जेन्टिनाका लागि भने लियोनल मेसीले पेनाल्टी मिस गरे तापनि लियोनल मेसीले 83औं मिनेटमा उत्कृष्ट गोल गर्दै 2-2 बराबर स्थिति पैदा गर्नुभयो। अर्जेन्टिनाका लागि रोमेरोले 79औं मिनेटमा र लियोनल मेसीले 83औं मिनेटमा गोल गर्दै 2-2 बराबर स्थिति भयो र त्यसैगरी अतिरिक्त समयमा अर्जेन्टिनाका लागि फर्नान्डेजले गोल गर्दै 3-2 अग्रता कायम गर्दै अर्जेन्टिनाले अब आउने यात्रा क्वार्टर फाइनलमा तय गरेको छ र यसैगरी क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्यान्डसँग भिड्नेछ। डियागो म्याराडोनाको भनाइअनुसार स्विजरल्यान्ड केवल एउटा घडी बनाउने सहर मात्रै हो भन्ने उक्त भनाइ पहिला धेरै भाइरल भएको थियो। त्यसलाई मध्यनजर गर्दै आगामी दिनमा स्विजरल्यान्डले केवल हामी घडी मात्र बनाउँदैनौँ, हामी मुभ क्रिएट गरेर गोल पनि हान्न सक्छौँ र स्थिति एकदम दर्दनाक अवस्था बनाउँछौँ भन्नेलाई चाहिँ देखाउन सक्छन् कि भन्ने हाम्रो एउटा विश्वास छ।